म प्रार्थना गर्छु, म आराधना पनि गर्छु, म सङ्गति पनि जान्छु भनेर मात्र कहाँ हुन्छ र? म घन्टौँ परमेश्वरसँग समय बिताउँछु भनेर मात्रै कहाँ हुन्छ र? म त घन्टौँ आराधना गर्न सक्छु भनेर मात्रै कहाँ हुन्छ र? सङ्गतिको बेला आराधना गरेर गऱ्यो भनेर लडेर, उफ्रेर, कराएर कहाँ हुन्छ र त्यो आराधना? त्यो हुँदैन। त्यस्तो कहिल्यै नगर्नु। बाइबलको वचनले भन्छ जब साँचो आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नेछन् अनि त्यतिखेर चाहिँ परमेश्वरको महिमा हुने हो क्या। आत्मा र सत्यतामा। आत्मा र सत्यतामा आराधना गर्न सक्नुहुन्न भने व्यर्थैमा बोलेको शब्द केही पनि काम छैन। मिठो शब्द बोलेर अरूलाई देखाउनको लागि अरूको अगाडि धर्मी बनेर हुँदैन त्यसरी। आराधना त भित्र हृदयको समर्पण हो, सत्यताको, इमान्दारिताको समर्पण हो। जस्तो सुकै खराब परिस्थिति भए पनि मुसुक्क हाँसेर धन्यवाद दिन सक्नु चाहिँ आराधना हो। तपाईँले कसरी आराधना गर्दै हुनुहुन्छ?